मेरो सामाजिक सञ्जाल पुष्प शाह र पुष्प शाह युट्युब च्यानलमा जोडिनु भएको तपाईँहरू सम्पूर्ण श्रोताबिनहरुमा एकमुष्ट नमस्कार छ। आज चाहिँ म मेरो समाजको अग्रज व्यक्तित्व मेरो पूजनीय ठुला बुवासँग सानो समसामयिक राजनीतिक र हाम्रो अछाम पायल र समग्र देशको राजनीतिको अवस्था र हामी नेपालीहरूको अवस्थाको बारेमा सानो छलफल र प्रतिक्रिया लिने कार्यक्रममा छौँ। ठुला बुवा हजुरलाई मेरो यस कार्यक्रममा स्वागत छ। हजुरलाई आज विशेष सम्झिनु पर्दा हजुरको घर पायल म जन्मेको ठाउँ मेरो पूजनीय ठुला बुवा हैछ हजुर। त्यो समाज गणतन्त्र आउनुभन्दा पहिला कस्तो थियो र अहिलेको अवस्थामा कस्तो छ, हजुरले कस्तो देखिया छ र कस्तो परिवर्तन भयो? पहिलाको भनौँ भने चाहिँ हेरौँ भने त अहिलेको भनौँ भने जमिन आसमानको फरक छ हजुर हैन। पहिला यस्तो थियो, मान थियो, सम्मान थियो, इज्जत थियो हैन। अहिले भनौँ भने भाइ भाइले मान्दैन। अहिले यस्तो थियो, जाति थिए, आफ्नो धर्म थियो, संस्कृति थियो हैन, सबै थियो। अहिले यो गणतन्त्रले यस्तो गर्यो कि भाइलाई भाइ राखेन के, छोरालाई छोरा राखेन हैन, के राखेन। विकास ल्याउँछु भनेर भन्यो, गरिब सादा सिधा जनतालाई भुला बनायो। त्यसमा म पनि एमालेको सक्रिय कार्यकर्ता हुँ हजुरलाई हैन। भीमरावलाई जिताउँदा पनि मेरो पनि धेरै ठुलो योगदान छ। शेरिया कमरलाई जिताउँदाखेरि पनि धेरै योगदान छ। कसैले तिनीहरूले केही गर्न सकेन। समग्रमा बोक्नु भएको विचार हजुरलाई थाहा छ? कुन विचार बोक्नु भएको छ? उनले त क्या विचार बोकेको थियो भने सबै गरिब कामी दमाई भनौँ भने जति छन् दलितहरू, दलित पिछडेका भनौँ भने गरिबहरू जो पनि हामी छौँ। दलित भए भनौँ भने कोही ठकुरी भनौँ भने कमर, कोही कमर अन्य जाति गोरा भनौँ भने जो हुन् साउथ थापा, मतलब सबै हाम्रो समग्र जति समाजको विकासको लागि भने बात भनौँ भने उठाएको सत्य हो तिनीहरूले। सत्य हो त्यो कुरामा त्यसको पछाडि हामी लाग्यौँ। हजुरहरू त लाग्नुभयो, तर लाग्नुभन्दा पहिला त उहाँहरूले बोकेको विचारमा त हजुरले ध्यान दिनु भएन नि त? हजुरको पनि त त्यो गल्ती होला नि त? अब गल्ती त सबैको गल्ती भनौँ भने गल्ती त यस्तो हुँदैन हैन। अब हजुरले उहाँहरूलाई जिताउँदाखेरि, उहाँहरूलाई साथ समर्थन गर्दाखेरि उहाँलाई आफ्नो मान्छे भनेर तपाईँले साथ समर्थन गर्नुभयो कि उहाँले बोकेको विचार राम्रो भनेर साथ समर्थन गर्नुभयो कि के तरिकाले गर्नुभयो? सबभन्दा भनौँ भने चाहिँ आफ्नो मान्छे भनेर त्यहाँ भयो त्यहाँनिर हैन। आफ्नो मान्छे भएर सबभन्दा हो। विचार भन्ने कसैलाई थाहा थिएन, अहिले थाहा भयो। विचार भन्ने यो विचार हो भन्ने अहिले भनौँ भने चाहिँ अब सबै डिटेल जमाना आयो, त्यसैले थाहा भयो। पहिला आफ्नो मान्छे भनेर मात्रै साथ दिएको र त्यो विचारको मतलब छैन। जो पनि हो, यो गलत हो सही हो, आफ्नै मान्छे भनेर मात्र त्यहाँ जिताएको सबभन्दा पहिला। अब नम्बर 1 हैन। अब उहाँहरूलाई हजुरको सुझाव चाहिँ के छ? कस्तो गरिदिँदा उहाँहरूले राम्रो होला अब हाम्रो समाजलाई? सबभन्दा अब दुनियादार छोड्ने, जो राम्रो मान्छे छ, राम्रो मान्छेको व्यवहार लाग्ने, भ्रष्टाचारी अन्त्य हैन, भ्रष्टाचारी गर्नु भएन। आफ्ना जो हुन् मामला सबला भनौँ भने चाहिँ जो जहाँ काका भतिजा भनौँ भने जसलाई बनाउने, तिनीहरू जो गरिब दुखीको पीडितको जनता छ, राम्रो योग्यतावालालाई पनि तिनीलाई नल्याउने। तिनीहरूले आफ्नो छोडेर जो योग्यता मनवान मान्छे छ त्यसलाई अगाडि बढाउने, जो आफ्नो देशको आफ्नो गाउँ समाजको उ गर्ने। पाइल त मेरो भनौँ भने चाहिँ अछाम त मेरो स्वर्गभूमि हो। पाइल त उसरी त भनौँ भने चाहिँ अछामभन्दा भनौँ भने स्वर्ग हो। मैले देखे अनुसार हाम्रो चौपाटी गाउँपालिकामा सायद हाम्रो पाइल जस्तो सबै कुराले परिपक्व मिलेको बनावटी हिसाबले प्राकृतिकले दिएको राम्रो ठाउँ, एकदम राम्रो ठाउँ। तर त्यो ठाउँमा हजुरहरू हुँदाखेरि कहिले हाम्रो झाड बजारमा बाँदरहरू आएर परेशान गर्ने सताउने काम चाहिँ देख्नु भएन। अहिले त्यो झाड बजारको अनि त्यो पाइलको अवस्था कस्तो छ, हजुरलाई केही जानकारी छ? अब अहिलेको जानकारी गर्नु भने त क्या गर्ने, अब छैन। यसो फर्केर हेर्दा आफू अहिले आफ्नो जन्मेको ठाउँ त्यहाँ गयो भने चाहिँ आँसु झर्छ। त्यो ठाउँ गयो भने तपाईँहरूको पुस्ताले अब हामीले त यो विचार मान्नुहुन्न, यो व्यवस्था मान्नुहुन्न भनेर अस्ति हामीले काठमाडौँमा हाम्रै तपाईँहरूकै छोरा भतिजा गएर जेल गरेर हामीले त यिनीहरूलाई बलिदान गरेर भएर सङ्घर्ष गरेर हामीले त
काठमाडौँबाट निकाला गरेको यो विचारलाई। तर समग्र रूपमा हेर्ने हो भने त हाम्रो भीम रावल, शेरबहादुर कुँवर त यो गणतन्त्र ल्याउँछु भन्दै मान्छे मार्दै हिँडेका व्यक्ति त थिएन हैन। उहाँहरूले त्यो समाजमा अत्याचार भीम रावल भन्ने कस्तो मान्छे बहुत राम्रो मान्छे हो। हजुर भीम रावल भन्ने उसको विचार शैली भनौँ न चाहिँ उसलाई पनि भन्नाले कसै मान्छेको दबाब हुन सक्छ, कसैको केही हुन सक्छ, नत्र भीम रावल भन्ने एकदम स्वच्छ मान्छे हो। तर उहाँले तपाईहरुलाई थाहा छ उहाँहरूले केपी शर्मा ओलीको साथ छोडेपछि शेरबहादुर कुँवरजीले एकीकृत समाजवादी पार्टी खोल्नु इधर उधर भन्दा दुईटा पार्टीको विकल्प दियो। एक राजावादी एउटा स्वतन्त्र रवि लामिछाने। त्यसमा भएपछि भीम रावलको अझै भनौँ न मान सम्मान हजुरहरु अछामी जनताले उहाँलाई सम्मानका साथ एकदम सम्मानका साथ पठाउँथ्यौं। अब भीम रावलले अब इधर उधर भनौँ न चाहिँ अहिले भीम रावल पनि अलिकति बक्सिङ लागेका छन् कि तिनी हैन। तिनीले भनौँ न उनीले राम्रो मान्छे गर्नुपर्ने थियो। गणतन्त्र भनेर हुँदैन। गणतन्त्रले हाम्रो लागि केही पनि गरिरहेको छैन, मान छैन। हाम्रो भनौँ न चाहिँ हिन्दू राष्ट्र भने नेपालको भनौँ न विश्वको एक नम्बर हिन्दू राष्ट्र थियो नेपाल। अहिले यिनीहरूले गर्दाखेरि हिन्दू राष्ट्र पनि गमायो। अहिले परदेशको ठाउँमा चाहिँ हजुरहरूले कस्तो? अहिले परदेशको ठाउँमा त भनौँ भने चाहिँ अब क्या त्यो कुरा अहिले कस्तो इज्जत थियो? पहिला भनौँ भने चाहिँ बहादुरजी भनेर हुन्थे। अहिले के भन्छन् भनौँ न चाहिँ ए वाचमन इधर आ रे, ए वाचमन इधर आ रे, ए नेपाली इधर आ भनेर हुन्छ। अब नेपालीहरूले पनि यो ठाउँमा आएर त्यस्तै नेपालीहरू समसामयिक राजनीति तपाईलाई माओवादीको जनआन्दोलन याद छ? कस्तो कस्तो पीडाहरू दिएका थिए हाम्रो पायलमा? के कस्ता गलत कामहरू गरे माओवादीहरूले थाहा छ हजुरलाई? बहुत गलत काम सोझा गरिब दुखीका जनतालाई नाप लालच देखाएर इधर उधर गरेर हुने खाने मान्छेका भनौँ न चाहिँ घरबाट जहाँ तिनका घरमा समातेर ल्यायो। त्यस्तो तिनले त अगाडि माओवादी आइसकेपछि मात्रै भनौँ न चाहिँ हाम्रो भनौँ न नेपाल खत्तम भयो। तपाईहरुलाई थाहा छ हामी त काँडाकोटको एउटा ठकुरी परिवारको सदस्य। हाम्रै काँडाकोटको हाम्रो काँडाकोटको माटोभन्दा माथि एउटा कालतौसी देवी देवता भन्ने थान छ जहाँ अनन्त मेला लाग्छ। त्यो मेला त्यो थानभित्र गणतन्त्र ल्याउनुभन्दा अगाडि माओवादीहरूले आन्दोलन गर्दा त्यो थानभित्र छाउपडीहरू बसेर बस्ने त्यहाँनिर तिनीहरू मैले मेरो आँखाबाट देखाएको छ। छाउपडी बस्ने तिनीहरू भनौँ भने अझै कोही त भनौँ न सबै त त्यो गरेन तिनीहरूले पनि होइन। कोही त पागलहरू छन् मुत्ने काम पनि गर्यो त्यतिखेर त किन। अब आजभोलि त के छ भने चाहिँ आजभोलि पायलको अवस्था समग्र रूपमा के छ भने चाहिँ हेर्छ ठुला बुवा, माओवादीले जनआन्दोलन गर्यो, हाम्रो पायलको देवी देवताहरू सबै बिगार्यो। अहिले त हजुरहरू हामीहरूलाई दुःख त हामीहरूलाई भएको छ, ती देवी देवताहरू बिग्रेका छन्, तिनीहरूले बिगारिदिएको छ। अहिले सबैभन्दा मारमा हाम्रो ठकुरी परिवार छ, किनकि त्यो माटो भनेको हाम्रो माटोसँग जोडिएको माटो हो हैन। माटै भनेको त्यो हाम्रा बाजेले भनौँ न देवतालाई दान दिएको हो। त्यो माटो त्यस्तो गर्यो मान्छेलाई दान दिएको होइन। हजुर त्यो मानिसलाई दान दिएको होइन। बाजे पूर्णिमल शाहले भनौँ न चाहिँ त्यो नागातोला कालतौसीलाई दान दिएको जग्गा देवतालाई खाली त्यो जग्गामा मान्छेलाई दान दिएको। त्यो जग्गामा माओवादीहरूले त्यस्तो हरकत गर्दासम्म त्यो समाज किन चुप बस्यो ठुला बुवा? अब उति बेला देख क्या दिनेलाई आश लाग्छ भने हान्नेले डर लाग्छ। तिनीहरूसँग गोला बारुद हुन्थ्यो, धम्काउने तिनीहरू धम्काइसक्यो भने को जनता आउने त पछाडि को आउँछ? त्यहाँ कोही आउनु सक्छ? त्यस्तो अरू लुटपाट गर्ने काम चाहिँ हाम्रो पायलतिर अब हाम्रो पायलतिर भनौँ न चाहिँ लुटपाट त अब गर्यो नि त। मुगल सिंह त्यत्रो त्यो जिल्ला झलायो तिनीहरूले। कति मान्छे त्यहाँ शहीद भए मर्या होइन, कतिका खानदानी नस्बिया, बाहिरका पनि थिए पुलिस आर्मीहरू तिनीहरूका कम नसुनेर अछामी जनताको पुरा भनौँ भने धन दौलत तिनीहरू लुट्यो होइन, लुटेर लियो तिनीहरूले। अहिलेसम्म पनि तिनीहरू भनौँ न चाहिँ अछामी जनता अझसम्म रुन्छन्। त्यत्नु त्यो दरबार तिनीहरूले ध्वस्त गर्यो, अझसम्म राम्रोसम्म बनिएको छैन दरबार। हजुरहरूलाई हामीले त भनौँ न सुनेको होइन। पहिला जिजुबाजे भन्थे मासका गाराले भनौँ न त्यो दरबार बनाएको अरे। त्यस्तो दरबार होइन, त्यस्तो दरबार राजाको दरबार भन्यो भने पहिलाको मासका गाराले भनेको हामीहरू सुन्छौँ, हामीले देखेको होइन है। अब त्यहाँ मास पनि देखाएको होइन भन्ने र
त्यस्तो त्यो गरेर ल्याएको माओवादीहरूको पछि हामीले तपाईँहरूले जिताउनु भएको भीमरावलाई त तपाईँले नै जिताउनु भयो शेरबहादुर गुरुङलाई तपाईँ त्यसरी भोट हालेर जिताएको भीमराव शेर्या कमरसँग असम जिल्लाभरि गएको 1 नम्बर क्षेत्रमा हजुर म एमालेको सकस कार्यकर्ता हुँ मैले सदस्य पत्र पनि मैले त्याग दिएँ मैले त्यतिखेर हजुरहरूलाई माओवादीबाट थ्रेड आएन त्यस्तो केही धम्की त्यतिखेर के आउँथ्यो अरे धम्की आउँथ्यो धम्की आए पनि भनौँ न चाहिँ उति बेला एमालेको पनि राम्रै पोस्ट थियो कि हजुर त्यतातिर पाएन होइन पाइलतिर नै असमतिर भनौँ न चाहिँ असमतिर एमालेको भनौँ न चाहिँ पकड थियो कि पकड थियो माओवादीलाई भनौँ न चाहिँ हामी त्यति धम्की सम्की भनौँ न चाहिँ त्यस्तो भनौँ न मलाई दिएन दिनेवालालाई दियो होइन मेरो भाइ खुदै मेरो भाइ कान्छो वीरेन्द्रलाई भाइहरूलाई होइन पनि धम्की दियो तिनीहरूले स्कुलबाट नि स्कुलबाट छोरी लियो भनेर मिलन थियो संस्कार थियो मिलन त भनौँ न कि बहुत राम्रो थियो बहुत राम्रो हजुरहरू एकदम त्यति बेला यति मिलन थियो कि सबलाई आफ्नो ठाउँमा मान सम्मान थियो हजुर कामीलाई कामीको सम्म दमाईलाई दमाईका सम्म लोहारलाई लोहारका सम्म भनौँ न ठोक्रीलाई कमरलाई गोरा जो छ सम्मान थियो र अब तपाईँ समग्र रूपमा अब नेताहरूलाई त हामीले अब हामी जस्ता सर्वसाधारण जनताले भनेको कुरा कहाँ सुन्छन् होला समग्र रूपमा पायलका दिदीबहिनी दाजुभाइहरू जो पायलमा अहिले बसिराख्नु भएको छ उहाँहरूलाई चाहिँ तपाईँहरूको सुझाव के छ सुझाव चाहिँ उहाँहरूलाई भन्न चाहन्छु उहाँहरूले अब भनौँ भने चाहिँ एक हाम्रो भनौँ बुढापाकाको भनौँ भने चाहिँ अखान छ है हजुर सब गन्धले लसुनले भनेर भन्छन् हजुर लसुन हुन्छ नि त हाम्रो भनौँ भने खेतबारीमा लगाउने भने लसुन हजुर सब लियो भनौँ यो गन्ध लसुन लियो रे भन्छन् बरु यताउति भनौँ भने छाडिदियो त्यो कुराकानी त्यो पहिला जतिका गतिविधि भयो हामीले पनि गऱ्यौँ है ऊ नेतालाई पनि दोष लाउनु हुँदैन हामीलाई पनि हामीमा पनि त्यसमा गल्ती छ जिताउने हाम्रो पनि त्यसमा गल्ती छ अब राम्रो मान्छे यो मेरो दाजु मेरो भाइ मेरो काकाको छोरो यो मेरो भनौँ भने चाहिँ बहिनीको छ मेरो भान्जा मेरो भनौँ भने चाहिँ यो मामा हो भनेर लाग्नु भएन कि राम्रो मान्छे जो पनि होस् दलित होस् या भनौँ न ठोकरी बामन हो या कोही पनि कमर हो कोही पनि भने चाहिँ गोर्खाल हो गोर्खाल भन्छौँ हाम्रो अछामी गोसामा गोर्खाल जो भन्नु गोर्खाल हो होइन जो पनि पाइलको सातासा कामी जति छ पुरा तिनीहरूले राम्रो मान्छे सुन्ने राम्रो मान्छेलाई दिने यो पार्टी ऊ पार्टी नभएर भयो अब जति पहिला हामीले बिगाड्यौँ अब हाम्रै घरमा हाम्रो पाइले मात्रै त्यसो भन सिमडीमा भनौँ भने चाहिँ मैले खुदै देखाएको जेठो भाइ बा मर्दाखेरि भनौँ भने चाहिँ एक भाइलाई भनौँ भने चाहिँ खुट्टै मलाई हामी जान्दैनथे त्यस्तो द्वन्द्व बनाइदिनु उसले पार्टी बिचमा काङ्ग्रेसका उसमा एमाले नजाने एमाले उसमा काङ्ग्रेस होइन माओवादीको उसमा होइन खुट्टो पाइलो कुरा भनौँ भने चाहिँ अब मैले खासै देखाएको त होइन है भन्दा पाइलोमा हल्ला सुनेको छैन पर्या धामी भन्ने पर्या बाजे भनेर भन्छन् त्यसलाई पर्या बाजे धामी गाउँको अब एक पार्टीबाट एक उठ्यो एक पार्टीबाट एक उठ्यो दुवै काङ्ग्रेस एमालेबाट अब भन्दा सुनेको चाहिँ हालेको छैन हाले गोठ हालेको छैन एक आमालाई भनौँ भने चाहिँ भाइ एक भाइ मुला गोठ हाल्ने रहेछ एक भाइ मुला गोठ हाल्ने रहेछ है पर्या बाजे उयो कान्छा बाले त म बराबर आउँदैन पर्या बाजे पनि झाड बजारमा आउने हुँदाखेरि पर्या बाजे भनेर भन्थे उनलाई गाडी साडी पार लाग्ने भनौँ भने चाहिँ अब अहिले छन् कि छन् कहाँ छन् होइन मलाई त्यो थाहा छैन राम्रो मान्छे पर्या भने एकदम सबैसँग मिलनसार मान्छे पछि मेरो छोरा दुमै भनेर उनले कसैलाई भोट हालिने भन्दा चाहिँ होइन कान्छाउनेले जित्यो वडा अध्यक्षमा गाउँको जो मलाई आफ्नो पहिला भनौँ भने गाविस छ नि वडा अध्यक्ष होइन त्यसमा गरेर भन्दा सुने आउँ है त्यसो अब पायलका दाजुभाइले चाहिँ अब सबभन्दा अब विचारमा पनि त ध्यान दिनुपर्ने अवस्था विचारमा ध्यान दिनु पर्यो सबभन्दा नेपालमा इज्जत जति जसले जे गरे पनि यो पार्टी आऊ या काङ्ग्रेस आऊ यो एमाले आऊ या माओवादी आऊ या स्वतन्त्र आओस् या पार्टी आयो भने राजा नल्याउँदासम्म हाम्रो भनौँ भने चाहिँ देशको कल्याण नै भन्दैनौँ हाम्रो मान सम्मान विदेशको लागि जस्तै विदेशको बारेमा हामीलाई थाहा छ विदेशमा छौँ हामी होइन विदेशको काम गरिरहेको छौँ जस्तो राजाको सम्मान हुन्थ्यो
उस्तो अहिले छैन। राजा नल्याउँदासम्म हाम्रो भनौँ न विदेशमा सम्मान छैन। राजा आएर विकास होला, कठै राजाले सब गर्ला, सबैका भनौँ न हल्लो जोत्देला, हलो जोत्देला, दाउरा ल्याइदेला, घाँस काटिदेला भन्दैन म। मिहिनेत गर्ने भने आफैले हो। हाम्रो मान भनौँ भने चाहिँ मर्यादा भन्छ नि, मर्यादा हाम्रो भनौँ भने चाहिँ मर्यादा भनौँ भने जब तक राजा तब तक नेपालमा आउँदैन तब तक भनौँ भने हाम्रो इज्जत प्रतिष्ठा केही नहुन्छ। तपाईँहरूलाई थाहा छ अहिलेको जस्तो अहिले त डिजिटल जमाना छ, विश्व नागरिक पनि हौँ, एक हाम्रो देवभूमि भगवान गौतम बुद्ध जन्मेको ठाउँ, माता सीता देवीको, ऋषि मुनिको देश हो। ऋषिहरू भनौँ न ठुल्ठुला ऋषि मुनि त्यहीँ जन्मेका हुन्। तपाईँहरूलाई अब यो होइन यो धर्मनिरपेक्ष राष्ट्र त अहिले आएको होइन, धर्मनिरपेक्ष राष्ट्र भइसक्यो भन्दा पछि पनि त गाउँमा चुनाव भयो, अछाममा चुनाव भयो, फेरि तिनी पार्टीहरूले जिते, तिनी नेताहरूले जिते, के अब यो सम्भव? पहिला भनौँ भने चाहिँ पहिला धर्म भनौँ भने अहिले यिनीहरूले संविधान बनायो नि त, त्यहाँबाट धर्मनिरपेक्ष, पहिला धर्मनिरपेक्ष छैन। माओवादीलाई भनौँ भने चाहिँ वार्तामा ल्याइसकेपछि संविधान बन्यो, तब तिनीहरूले भनौँ भने चाहिँ गर्यो, यो गर्यो गणतन्त्रले, जो एमाले हो या माओवादी हो, अहिले प्रदेशको काङ्ग्रेस हो, यो ठाउँमा अहिले त म 6-7 वर्ष भयो ठुलो भएपछि काम गर्न थालेको। मलाई त के भन्छन् भने यहाँका मान्छेहरूले तिमीहरूले धर्म बेचेर खाए, तिमीहरू भनेका विश्वका, तिमीहरूको राजा त सबै हिन्दूहरूको सम्राट थिए, विष्णु भगवानको अवतार मान्थे नेपाली राजाहरूलाई, होइन? हाम्रा बुढापाकाहरू भन्थे। हजुर, त अलगै छ फेरि पहिचान। तर देश बनाउने राजा पृथ्वीनारायण शाहको वंशजलाई त दुनियाँको सबै हिन्दू राष्ट्र, सबै हिन्दूहरूले सम्राट हामीले भनेपछि पृथ्वीनारायण शाहको बारेमा पनि अब सुनेको मात्रै हो, होइन? महेन्द्र राजाको बारेमा सुनेको मात्रै हो, होइन? अब वीरेन्द्र राजा त पनि बहुत दयालु थिए, होइन? वीरेन्द्र राजालाई त मेरै सम्झिनु भने हामीले पनि देख्यौँ, होइन? देख्यो वीरेन्द्र राजा भनेका एकदम दयालु राजा थिए। उनी भनौँ भने कसैलाई भनौँ भने मेरो जनता एक पनि मतलब भोको नमरोस्, एक जनता पनि मेरो भनौँ भने मरोजन भन्ने उनको प्रतिज्ञा थियो, होइन? अब यो विकास गर्ने भन्ने अब अहिले भनौँ भने अहिले हामी भनौँ भने महेन्द्र राजाको भनौँ भने रोडमा बनाएको रोडमा हालिराखेका छौँ। पृथ्वीनारायण शाहले बनाएको हुन् त हाम्रो राज्य थिए, अब हामी पनि 2200-2400 राजा हौँ, होइन? हाम्रो पनि काँडाकोट भन्ने एक भनौँ भने हाम्रो पनि 2200-2400 राजा पूर्णिमल शाह, होइन? पूर्णिमल शाह थिए, हामी पनि 2200-2400 राजा थियौँ, होइन? राजा थियौँ रे पृथ्वीनारायण शाहले भनौँ नेपाल एक बनाए, नेपाल भनेर चिनाए। पहिला अलग अलग राज्य भनेर चिनिन्थ्यो। हाम्रो अछाम जिल्लामा भनौँ भने धेरैवटा कोट छन्, अनि त्यो गिन्नै सकिँदैन भनौँ भने गिन्नु भने धेरै टाइम लाग्छ, होइन? अब त्यस्तो थियो। अब कसैले भनौँ भने अब कसै राजाले गलत गरे पनि होला है, 2200 गलत गर्यो भन्दा गलत गर्यो भन्यो भने मैले पनि सुनेका हुँ, देखेका वर्ष थिएन। हाम्रो पालामा गलत भन्ने थिएन, मेरो पालामा है 2032 को जन्म हो मेरो पालामा भनौँ भने अब म 21 शताब्दी जन्मेको मान्छे, होइन? उति बेला गलत भन्ने भनौँ भने केही पनि थिएन, होइन? पहिला जमानामा भनौँ भने त्यो दलितहरूका भनौँ भने हड लाग्यो भने छोडो हालेर जाँदा भन्दा चाहिँ कोही मान्छेले सबैले त गलत गरेका छैन, यी 5-4लाई त बराबरी छैन, कोही साना छन् कोही ठुला छन्, होइन? यो भनौँ भने ठुला छन् यिनीहरू। म त त्यसरी मान्छेलाई तल गिराएर यताउति गरेर निचा देखाएर भनौँ भने मैले कहिले त्यो पसन्द पनि गरेन, होइन? मलाई त्यसरी अहिले कता भनौँ भने दुखी, कानालाई काना डुडालाई डुडो भन्नु हुँदैन, होइन? कहिले पनि त्यो गर्नु भनेको एकदम त अत्याचार त अत्याचारै लाग्छ है, आफूलाई पनि मन दुखेर आउँछ है। अब समय भनौँ भने त्यस्तै थियो, होइन? त्यस्तै थियो हाम्रै ठकुरी परिवारमा पनि। जब हामी साना थियौँ एक किसिमको वातावरण थियो समाजमा। अहिले दलितहरूलाई त त्यो छोडो सोडो हाल्ने प्रक्रिया त उनीहरूको डरले त हामीले छोड्या होइन, हामी आफै सचेत भएर छोड्या। यो कुरा त समाज र यो दुनियाँ जति परिवर्तन हुँदै गयो त्यसरी परिवर्तन हुने कुरा हो नि त। मान्छेको दिमाग जति परिवर्तन हुँदै गइरहेको छ त्यो कुरालाई अब राजाहरूले छुवाछुत गरे, जाति विभेद गरे भनेर त्यो अहिले राजाहरूलाई दोष दिनु भनेको त मूर्खता होला नि त। मैले तपाईँहरूको यहाँ सुन्छु समाजमा अहिले 5 आङ्ला बराबरी हुँदैन। समाजमा अहिले डक्टर छन्, इन्जिनियर छन्, पाइलट छन्, यिनीहरूलाई आफ्नो दर्जा किन दियो त? कि अब म ड्राइभर छु, अहिले यहाँ गाडी चलाइरहेको छु, मैले म पाइलट बन्छु भनेर मलाई पाइलटको इज्जत मागेर पाइँदैन होला। मैले इज्जत पाइनँ भनेको ड्राइभरहरू त हाम्रै परिवारसँगको त्यो त्यति छ, तिनीहरूसँग त हाम्रो दलित परिवारलाई त हामीले
एक हिसाबले धेरै सम्मान मान सम्मान दिएर राखेको दलित परिवारहरूले त्यो परिवारले त अझसम्म पनि हामीलाई सम्मान गर्छन्। पाइलामा भने ठोक्रीहरूले कसरी दलितलाई अत्याचार गरेर देखायो होइन। पहिलाका उनीहरूले के गर्यो मलाई थाहा छैन होइन। अझै पनि हाम्रो भनौँ भने अझै पनि हाम्रो सोर्सा देवीको होइन दसैँको दिन त टीको त दलित दाजुभाइलाई कोण सोरलाई त जाँदैन पनि, तर सम्मान पनि त हामीले धेरै नै गरे हो नि त। पहिला टीको त हाम्रो सबै कुराको पहिलो टीको त त्यही जान्छ त। सम्मान भने उनलाई अब पहिला मैले सुनेको कुरा है, सुरु पाइलामा हामी भनौँ भने हुन त हाम्रो भनौँ भने जन्मभूमि भने बिनपुर होइन भनेर भन्छन् है। मैले सुनेको कुरा है, इतिहासमा त्यही भन्दान जोगन राजु होइन सोवंशीको है, सोवंशीको जमन गएपछि मतलब त्यहाँबाट भनौँ भने अब छुट्टा छुट्टा अलग अलग ठाउँमा गयो भने चाहिँ अलग ठाउँमा चाहिँ पछि भनौँ भने हाम्रा बाजे कालीमाटीमा आयो। कालीमाटीमा आइसकेपछि फेरि भनौँ भने हाम्रो पाइलामा भनौँ भने पछि आएका हुनाले पछि भनौँ भने सुरुमा पाइलामा भनौँ भने अहिले जसले इतिहास जति बनायो भनौँ म पाइलामा अगाडि आएको भनन् है, जति भनन् ऊ आफ्नो भनौँ भने जसो भनौँ भने अब त्यसमा त इतिहासमा हाम्रा कोही दाजु भनेर राखेको छैन, हामीलाई थाहै छैन त्यो कुराकानी। हामीले पहिला सुनेको कुराकानी काँडाकोटी ठोक्री, कालजोशी बामन, चौकीबाटे गोडो, त्यो भनौँ भने मोतीपुराको बालपुरीबाट मोतीपुराको हो, चौकीबाटे गोडो भन्छन् त्यसलाई। भुटिया धामी मल्ला गाउँको फेरि जो पिपला पुग्छ नि त, भुटिया धामी भुटिया गोरु तले बाटो देउलका पिपलाभन्दा तल्लोबाटी घर छेउ। अब उहीका परिवार त्यहाँ छन् कि तराईमा त छन् भन्दा सुनेको छु मैले, त्यहाँ त सायद छैन उहीको परिवार जस्तो लाग्छ मलाई होइन, भन्दा चाहिँ यहाँ छैन पहिला आएका हुन् अरे। अब उति बेलाको संस्कृति अब यसो पछिका हुने कसैले भनौँ भने चाहिँ अब बिगाड्यो भन्दैन, त्यसमा हामी नजाउँ न। बिगाड्ने हुनाले इतिहासमा जसले बिगाड्यो अब सुध्रौँ न पर्यो नि त। अब त हामीले नेता होइन नि त, अब अछामी जनताले त विचारमा देशमा वैदिक सनातन सहितको हिन्दू राष्ट्र र प्रजातन्त्र सहितको राष्ट्र स्थापना हुन्छ कि एकदम संघीय लोकतन्त्र नै त्यो भनौँ भने चाहिँ गणतन्त्र लोकतन्त्र पनि हामीलाई लोकतन्त्र त ठिकै छ होइन, लोकतन्त्र भन्यो भने चाहिँ त्यसै राजको उसमा आउनु पर्यो, राजा आउनु पर्यो, एक हिन्दू राष्ट्र हुनु पर्यो, दुई राजाले भनौँ न पहिलाका भनौँ न अत्याचार गर्यो यताउति गर्यो बोल्न दिएन भन्न दिएन भन्ने जमाना छैन। अब राजा भनौँ न जनताकीसम्म हुन्छ, खालि राजा भनौँ जस्तै हाम्रो घरमा बाबु नगएर हाम्रो घर भनौँ भने चाहिँ सुने लाग्छ होइन। एक पूर्व जो पनि बाजे हाम्रा बाजे हाम्रा घरदेखि बसिरहे पनि किन भनौँ भने चाहिँ कोही आए पनि हाम्रा पहिला हाम्रो बाजे भन्दा नि आँखा नदेखिया पनि लट्ठी हुन्थ्यो हातमा, कोही यताउति बाख्रा छ कोही तिनीहरू भनौँ भने चाहिँ कौवा भनौँ भने फिरफिरा आयो भने तिनीहरू अरू भनौँ भने चाहिँ चिडिया फिरफिरा ह्यात्तेरी धुत्तेरी भनेर भन्दा चाहिँ तिमीलाई अज गर्दा चाहिँ त्यस्तो मान्छे चाहियो हामीलाई। हामीलाई भनौँ भने चाहिँ गार्जन राजा हुनै पर्यो। नेपाली जनताले त्यही गर्नै पर्ने त्यही हो। नेपाली जनता भनौँ भने नेपाली जति ज्यादा भाइ हो जसो गर्दा छौँ नेपालका दाजु भाइना जति छौ, म अछामी भाषामा बात गर्छु है, कोही नेपालीमा बात गर्दैन, अछामी आफ्नै संस्कृति जो भए पनि हो संस्कृति मान्नै पर्छ, आफ्नो ठाउँको संस्कृति आफै हो, आफूले मान्नै पर्छ, त्यसलाई आफूले गर्नै पर्छ होइन। हिन्दू राष्ट्र अवश्य चाहियो, राजा त हुनै पर्यो, राजा हुनु पर्यो, राजा यस्तो राजा हुनु पर्यो कि त्यसलाई पक्रेर ल्या त्यसलाई यताउति गरेर ला भन्ने राजा छ। कोही राजा थिए अरे पहिला भनेर सुनेको कुरा है। त्यसो हो त, सबै राजा 2224 राज्यमा त्यस्ता राजा थिए होला, तर जब देश एकीकरण भयो पृथ्वीनारायण शाहले देश एकीकरण गर्यो त्यो वंशले त त्यस्तो नराम्रो गरेको छैन नि त। त्यो वंशलाई त विश्वका सबै हिन्दूहरूले सम्राट विष्णु भगवानको अवतार मानेर बसेका 2224 का हामीले त्यो 2224 का राजाहरूले गर्यो भन्दा सबै राजाले गरेन त फेरि। हजुर 2224 मा सबै राजाले गरेन, हजुर कुनै राजाले जस्तै भनौँ भने चाहिँ 4-5 भाइ हुन्छ त्यसमा सबै ठिक हुन्न, कोही न कोही त कोही गरम दिमागको छ, कोही ठन्डा दिमागको हुन्छ, कोही भनौँ भने चाहिँ बुझ्ने वालो हुन्छ, कोही नबुझ्ने वालो हुन्छ होइन, त्यसमा हुन्छ। कोही न कोही भ्याउन्न त्यसमा होइन, सबै राजा पनि त्यसमा छैन। 2224 हामीसित समय पनि छैन, छोटो गरौँ। समग्र रूपमा हामी असमका दाजुभाइहरूलाई सबभन्दा पहिला चुनाव आउँदैछ, अब चाहिँ कस्ता पार्टीसित लाग्नुहोस्, कस्ता नेताको पछि लाग्नुहोस् भन्न चाहनुहुन्छ? मेरो भनाइ कस्तो मलाई मेरो व्यक्तिगत व्यक्तिगत विचारमा र अछामी जनतालाई सुझाव पर्दैछ होइन। सिपाहीको नाति पदम बहादुर
शाहको छोरो शिवाई शाहको नाति पदमबहादुर शाहको छोरो भविन्द्र शाह होइन। म एक भन्न चाहन्छु कि अरू अब आफ्नो अघि पनि भनिसकेँ मैले, आफ्नो मान्छे भन्ने त्यो छोडो। हामीले गऱ्यौँ गल्ती गऱ्यौँ, जो गऱ्यौँ हामीले भने जो गऱ्यौँ। अब आफ्नो होइन, राम्रो मान्छे छान भाइयो, राम्रो मान्छे गर, जो पनि होस्, दलितमा होस् या राम्रो मान्छेले पनि त त्यो हिन्दू राष्ट्रको पक्षमा विचार बोकेको मान्छे आउनु पर्यो। अब त्यो मान्छे नआयो भने त्यो मान्छे आउनु पर्यो। त्यस्तो गर कुनै अब हाम्रा बल्लो ज्योति देला, हाम्रा भनौँ भने हलो ज्योतिलाई भन्नुहुन्छ सबै गर्नुपर्ने। हामीले घाँस दुरा काटिदेला, मेरो घर लगाइदेला भन्नु पनि छैन। बाटो घाटो बनाउनु पर्यो, पानीका धारा, त्यो सरकारले। त्यो अब त अहिलेको अवस्थामा त्यो पनि खाली छैन ठुलो हैन। अहिलेको अवस्थामा स्वास्थ्य जो बिमारी हुन्छन्, स्वास्थ्य राम्रो हुनु पर्यो, शिक्षा राम्रो हुनु पर्यो होइन। शिक्षा पढाइ बच्चालाई पढाइको बारेमा त्यो आफ्नो बिरानो नगरेर पनि राम्रो, टिचरहरूले पनि राम्रो भनौँ भने चाहिँ आफ्नो विद्यार्थी गुरु हुन्न। टिचर भनेका त बाबुआमा जस्ता हुन्, उनीहरू नै पहिले पाखा पनि हुन्थ्यो जो आफ्नो मान्छेलाई गर्ने। मेरो जमानामा हुन्थ्यो त्यस्तो, म बोकेको होइन, मैले पनि होइन। त्यो नगरौँ, आफ्ना मान्छे भन्ने छोडिदिउँ। राम्रो मान्छे, राम्रो जो पनि होस्, राम्रो विचार राजतन्त्रको विचार बोकेर आउनु पर्यो। मान्छे राम्रो हुनु पर्यो, हिन्दू राष्ट्र त हुनै पर्यो। त्यो विचार चाहिँ चाहिन्छ। विचारलाई चाहिँ अब नेपाल यहाँ सुन्छ ठुलो अब यहाँभन्दा अगाडि हजुर जब तक भनौँ भने चाहिँ सबै देखाएको छ। जति जनले जे भने जब त राजा आउँदैन तब तसँग लडाइँ हुन्छ। त्यो गर्नैपर्छ हामीले। त्यो पाएका जनताले पनि त भनिसकेको छ त्यो लडाइँ हुन्छ। अझ कतिका भनौँ भने सिउँदा पुछिन्याउन्, कतिका भनौँ भने कोखरी तिन्याउन् भन्ने थाहा छैन। त्यो नरित्याउँ होइन। राम्रो भनौँ न एक समझदारीमा सब नेपालभरिका जति दाजुभाइना छन् होइन, एक समझदारीमा लिउँ। राम्रो मान्छे राम्रो हो, यो तेरो मेरो नभनौँ होइन। देशमा भनौँ भने चाहिँ देशमा गणतन्त्र आयो। गणतन्त्र आएर तीनवटा राष्ट्रपति भएर हामीले के पायौँ न। त्यो राष्ट्रपति अहिलेसम्म राजा भइदियो त हाम्रो मान सम्मान इज्जत एउटा नेपालीको अलग्गै हुन्थेन र भने होइन। त्यो कुरा चाहिँ नेपाली जनता किन बुझ्दैन? बुझ्नु पर्यो। अब भन्नु भएन, अब सबैलाई भनौँ भने यो तेरो मेरो भन्नु हुँदैन, सबैले हाम्रो भन्नु पर्यो होइन। यो तेरो, यो मेरो छोरो भयो, मेरो छोरो गोजडी भयो भने त्यसलाई भनौँ भने राम्रा पोस्टमा जागरी दिने हाम्रा गाउँका नेता होइन। म नाम तोकेर भन्दैन, खुदै देखाएका छन्, सबै दाजुभाइना पनि देखाएका छन्। भाइलेका दाजुभाइना सुन, तुम्रा छोरा भनौँ न काबिल छन्, तुम्रा भनौँ न छोरी काबिल छन्, तुम्रा छोरालाई नोकरी कहाँ छन् त? तुमलाई एक पिउनुको नोकरी पाइरहेको छ नि त्यहाँ होइन। त्यो असार जनताले अहिलेको अवस्था आशा पाशा छन् उनले मात्रै छ। अहिलेको अवस्था देशको कस्तो छ भने जेन्जी आन्दोलन भएछ। जेन्जी आन्दोलनलाई हजुरले कसरी हेर्सिया छ? जेन्जी आन्दोलन चाहिँ वास्तवमा तीन बच्चाहरू मरे होइन। तिनीहरूको भनौँ भने एकदम दुःख छ होइन। त्यो देखायो भने त रुया मन भनौँ न थरथर कामेर रुयाको है होइन। अब जसरी भनौँ भने चाहिँ ज्यानजीले उ गर्यो, त्यो ज्यानजी भित्रमा पनि तिनीहरू अलग अलग कुन हुन चाहिँ पार्टी चलाउँदा पार्टी नचला। बाबा जेन्जी भयो भने पार्टी नचलाएर आउनु पर्यो होइन। ज्यानजी भनेका सबै भनौँ भने चाहिँ सबै ज्यानजी सपोर्ट भनौँ न त्यहाँभन्दा अग्रजले पनि गरेको छ। त्यो त अब जेएनजीले गरेको होइन, अग्रजले पनि गरेको छ। सबैको